जय सूर्यदेव। सो वेलकम ब्याक टु रियल ह्याप्पिनेस जय नेपाल। आज चाहिँ तपाईहरुको लागि चाहिँ जसले फर्कलिफ्ट देखे छैन उहाँहरुको लागि चाहिँ फर्कलिफ्ट भनेको दुईटा चुच्चे दाँतवाला के कोरियनमा चाहिँ छिके छ भन्छ। आज हामी त्यसको ब्याट्री चाहिँ सुकेछ के पानी हालिरहेको छौँ डिस्टिल वाटर। छिके चाहिँ लास्ट पुरानो हो हैन, लगभग 20-25 साल भयो होला हेर्दै, त्यति पुरानो अन्जडिया हालतमा छ क्या एकदम रूप। अब नयाँ आइरहेछ, हामी कम्पनी पनि सर्छौँ, सबै सरिसक्यो हाम्रो सर्छ। त्यही पनि यसो जुगाड छ हैन, यहाँ डौरी हालेछ, सिट फाटेछ, लास्ट 25-28 सालै भयो होला। यही हो। अब चाहिँ सुरु गरौँ प्रोसेस। सुरुमा चाहिँ के गर्ने भन्दाखेरि मैले तन्टाउने पहिला चाहिँ पन्जा लाउनु पर्छ, किनकि चिसो पनि छ। हातमा कालो सेतो खैरो निलो हरियो केही लाग्दैन गाइज हैन। ल पन्जा नि पुरानो भइसक्यो मेरो। अब चाहिँ यहाँको दाइले निकालिसक्नुभयो, सिटलाई ब्ल्याट गर्नुपर्छ। वाउ, त्यो हाइड्रोलिक पनि बिग्रिसकेछ। अब यसलाई जुगाड के भनेपछि हामी नेपाली हो, हामीले के लाउँछौँ आइडिया। बस खै त लट्ठी यता छ, पक्रिराख्नु है जोरले। यस्तो जुगाड हो नि त फेरि अड्काउनु त। ल मैले चेप्छु त। जय शम्भो। ल यो झर्नु भएन है फेरि, यहीँ बलि अष्टमी यहीँ होला फेरि, दसैँ नआइकन। पहिला अलिअलि हावा हान्ने कि यहाँ चाहिँ अलि दस पार्टिकल्सहरू लास्तै रहेछ। हावा हान्ने मेसिन पनि देखाइन्छु तपाईँहरूलाई। यहाँबाट सिलिन्डरबाट सरर आउँछ एयरगन। साइडमा काटक ढुट्टो आयो यार। तिम्रो लबरको नाम के रे? अब अङ्कल आन्टीले भाइ भिडियो हेर्छन्, पक्ड्यौ तिमी त। जति लुकाए पनि बहिनी नरिसाउनु ल। के गर्दै तिमीहरूको पर्दाफास अहिले गर्दैन, त्यो त अलिअलि त हिन्ट पाइहाल्छन्। अब चलेगा यो चाहिँ इति उछिलिनु पऱ्यो क्या लाउँदा, यो उछिलिँदै आउँछ। यो भित्र यसरी हाल्नुपर्छ। अब पानी त्यसरी ग्यालनमा आउँछ तपाईँलाई। अब के गर्नु, काम गर्नु आएको, काम गर्नु पर्यो होइन। अनि डु एन्ड डाई भन्छ नि। एब्सोल्युटली म्यान, एब्सोल्युटली। गर्ने अनि केही गरेर मात्रै मर्नुपर्छ। डु ओर डाई होइन कि डु एन्ड डाई क्या, गर अनि मर क्या, गरेर मर क्या म्यान हुन्छ नि। ऊ बवालवाला क्या तपाईँको यो चाहिँ फिलोसफी। मैले यसलाई आफ्नो तरिकाले इम्प्रोभाइज गरेर एक्सप्लोर गरेर डिस्क्राइब गर्छु कुनै दिन भिडियोमा। डु ओर डाई धेरैले सुन्यो होला, तर डु एन्ड डाई क्या भाइदाईको लाइन हो होइन। के लाग्यो कट गर्दैन म, किनकि अर्ग्यानिक र भिडियो हाल्छु। दिस इज रियल ह्याप्पिनेस म्यान। अन्त जुगाड पाइप यो त बस्दै नि के भयो, के हो यो लामो जस्तो? यो हुँदैन छ नि त यो त। यसको खोल्ने हो र यो ठिक हुन्छ होला, फिट हुन्छ होला। यो पनि हुँदैन जस्तो लाग्यो। यो त लम्मै भित्र छिरो पाल ठुलो भइसक्यो। हुँदैन यो, यसको पम्पिङ थियो के एउटा। भात खायो आज? मेरो पालो होइन, के अरे पकाउने खाना चाउमिन पकायो है। किन भयो म ठेलावाला जस्तो देख्छु क्या, अर्डर हाने जस्तो के हो भने। ओ मा गॉड, कसरी थाहा पाउनु भयो रे? ल यति हो गाइज। अब अलि चुट्किला हान्न आउँदैन, के भन्न आउँदैन। हामी यही हुन्छ, ठिकै छ। यस्तै हो फर्कलिफ्ट, दाँत सुई सामान हेभी लोडहरू उठाउँछ। अब हामी आफ्नो काम सुरु गर्छौँ। काम गर्दा चाहिँ धेरै बनाउनुहुन्न भिडियोहरू होइन, त्यही पनि मैले बनाइदिन्छु। मेमोरी हुन्छ, नदेखेको मान्छेले देख्छ, इन्जोय लिन्छ नि त। मेरो पारा नै के छ, ह्याप्पी छ, रियल ह्याप्पिनेस होइन त। मेरो आवाज अलिक सानो आइरहेको किनकि मैले माइक खासै युज गरिरहन्न। काममा कहाँ त्यो लडा जेउडाहरू बोकेर बस्छु होइन। सो द्याट इन्जोय
अनि भोट चाहिँ बवाल मान्छेलाई दिनुपर्छ बवाल पार्टी कसलाई दिने हो होइन सबलाई थाहा छ एन्ड जय नेपाल जय देश